नमस्कार दर्शकबिन, तपाईलाई स्वागत छ रहस्यमय दुनियाँमा। हाम्रो च्यानल रहस्य टाइममा तपाईलाई स्वागत गर्दछु। आजको भिडियोमा हामी तपाईसँग साझा गर्न गइरहेका छौं एकदमै प्रभावकारी र टेस्टेड उपाय जसले तपाईलाई कालो जादु र नजर दोषबाट जोगाउँछ, त्यो पनि केवल 4 मिनेटमै। हो साथीहरू, यो मैले भन्न गइरहेको उपाय तपाईले यदि प्रयोग गर्नुभयो भने तपाईलाई 4 मिनेट भनेको तपाईलाई छिटो भन्दा छिटो 4 मिनेट चाहिँ मैले युट्युबको लागि प्रयोग गरे हो, तर छिटो भन्दा छिटो तपाईलाई यसको असर प्राप्त हुन्छ। पहिलो हो कसरी चिन्न सकिन्छ कि तपाई माथि कालो जादु वा नजर दोष परेको छ। अचानक थकान र निन्द्रा नलाग्ने, बारम्बार दुर्घटना वा घाटा भइराख्ने, अज्ञात डर वा बैचैनी हुने, औषधिले पनि ननिक्लिने समस्या, यी सबै लक्षण देखिए भने सावधान हुनुहोस्, कसैले तपाईलाई नकारात्मक ऊर्जाको शिकार बनाएको हुन सक्छ। के सावधानी र उपायहरू अपनाउनुपर्छ त? अब उपायहरू जसले तपाईको जीवनबाट यी सबै नकारात्मक शक्तिहरू हटाउँछ। उपाय नम्बर 1, नुन र पानीको प्रयोग गर्नुहोस्। 1 गिलास पानीमा 1 चम्चा सेतो नुन हाल्नुहोस्। त्यो गिलास आफ्नो सुत्ने कोठामा 4 घण्टा राख्नुहोस्। पछि त्यो पानी बाथरुममा फालिदिनुहोस्। यसले नकारात्मक ऊर्जा सोचेर तपाईको बाथरुममा फाल्छ। उपाय नम्बर 2, कालो डोरा बाँध्नुहोस्। दायाँ हातको कुइनोभन्दा मुनि कालो र रातो धागो बाँध्नुहोस्। यो नजर दोष र ईर्ष्याबाट रक्षा गर्छ। उपाय नम्बर 3, निम्बु र मरिच प्रयोग। एउटा निम्बुमा 7 वटा कालो मरिच छोडेर 3 पटक टाउको वरिपरि घुमाउनुहोस् र त्यसपछि त्यसलाई लगेर चोक वा बगेको पानीमा फाल्नुहोस्। यो विधि हजारौं वर्षदेखि चल्दै आएको छ। अन्तिम र सबैभन्दा शक्तिशाली उपाय हो मन्त्र जाप। हरेक बिहान र बेलुका यो मन्त्र 11 पटक जप्नुहोस्। ओम कालिका दुर्गे नमः, सर्वदोष नाशाय स्वाहा। यो मन्त्रले नकारात्मक ऊर्जा हटाएर तपाईको जीवनमा सकारात्मकता ल्याउँछ। दर्शकबिन, यी उपायहरू सरल छन् तर अत्यन्त प्रभावकारी छन्। नियमित रूपमा अपनाउनुहोस् अनि आफ्नो जीवनमा आएको परिवर्तन आफै अनुभव गर्नुहोस्। भिडियो मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। पुनः भेटौँला अर्को भिडियोमा।